चैन खो के जी ना सकूंगा तुझसे अब दूर होके। सारे जहां से मुझको लगने लगा तू प्यारा, मैं क्या करूं? जीना लगे बिन मैले बनाएको थोरै चिया र चिया खाएर म चाहिँ आफ्नो दिनको सुरुवात गर्छु र मैले सबै कपमा चिया हालेँ। चिया खाइसकेपछि मेरो काम चाहिँ आजको थियो मैले धान सुकाएको छु अनि सस्तो घाम लागेको हुनाले सुकाउनु। हावा पनि चलिरहेको मैले छ। धान पनि सुकाएँ र साथमा बेसार नाङ्गोमा पनि सुकाइरहेको काटिरहेको छु। साग त्यो पनि अझै सुकाइदिएँ बेसार र मैले हाम्रो आफ्नै साइडमा चाहिँ कोही पछाडि बेलाको बारीमा रोपेको बेसार हो। चानो बनाएको थिएँ र त्यसलाई पनि मैले सुकाएको छु थालमा। यो चाहिँ हाम्रो आफ्नो घरबाट टिपेको कुलबेडा। यति गरिसकेपछि मैले चाहिँ खाना बनाएको चाहिँ हालिनँ है। यो चाहिँ म खाना बनाउने तयारीमा छु। आज चाहिँ मैले चाउमिन र बन्दाहरू बनाउन थिएँ। मेरो बाबा चाहिँ खेतमा मकै गोड्दै हुनुहुन्छ। म त्यही हेर्दै थिएँ कति गोडेर भ्याउनु भयो र मौसम पनि आज कस्तो रमाइलो छ। हल्का पानी पनि परेको थियो। पानी रहिसक्यो यतिखेरसम्म चाहिँ र म चाहिँ कराई बसाएर अनि मलाई चाहिँ मकै पनि भुटेर खानु मन लाग्थ्यो। मकै भटमास त्यो चाहिँ चियापत्ती है। जाडो मौसममा मलाई चाहिँ मकै खान मन लागेर मैले चाउमिन क्यान्सल गरेर मकै भटमास भुट्न थालेँ। आउनु हजुरहरू पनि खानको लागि। यति भटमास गाउँघरमा यही रमाइलो हुन्छ कि सब्जी आफ्नो बारीमा गाउँघरमै फल्ने भएकोले अन्त बजारबाट किनेर ल्याउनु पर्दैन। हाम्रो चाहिँ मकै भटमास बदामहरू सबै लगाउँछौँ सिजनअनुसारको बालीहरू। त्यो लगाइसकेपछि मैले चाहिँ मोही बनाएको थिएँ, त्यो मोही पनि खाँदैछु। त्यसपछि त पानी रहेर घाम लाग्यो। यो चाहिँ बिहानको तरकारी राजमा र आलु हो। यो रोटी पनि बनाएको थिएँ मैले। आउनु हजुरहरू